दोस्रो म्याच व्हाइट कोट वारियर्स भर्सेस माँ दुर्गा वारियर्स को टस यतिखेर समाप्त भएको छ। व्हाइट कोट वारियर्सले टस जित्न सफल भएको छ र छानेको छ बोलिङ गर्नको लागि। माँ दुर्गा वारियर्सको ब्याटिङ यतिखेर of the tournament. घर जाने भनेको यहाँ पानीले दुःख दिने। तपाईको स्कोर व्हाइट कोट वारियर्स को विकेट किपरलाई विकेट किपिङ ग्लोभ्स को जरुरत पर्छ भने डगआउटमा सम्पर्क गर्नु होला। यही रहेको छ विकेट किपिङ ग्लोभ्स। अम्पायर यो म्याचको को हो? अभिषेक दाइ र सुशान्त अमन, सुशान्त र अमन अम्पायर। यो म्याच अफिसियल रहेका छन् 17 ब्याचका र 18 ब्याचका हाम्रा दुईटा खेलाडीहरू सुशान्त र अमन। 2 मिनेट भित्रमा व्हाइट कोट वारियर्सका सम्पूर्ण खेलाडीहरूलाई फिल्ड प्लेसमेन्ट गरेर ग्राउन्ड भित्र आउनको लागि अम्पायरले आग्रह गर्नुभएको छ। समय स्थिति परिस्थिति र वातावरणलाई ध्यान दिँदै हामी गेम एकदम चाँडोभन्दा चाँडो चालु गर्नको लागि आग्रह गर्दछौँ। पानीले हामीलाई दुःख दिन सक्ने पुरै चान्स देखिरहेछ। यतिखेर छिटोभन्दा छिटो गेम चालु गर्नुपर्छ। अझै गेमहरू धेरैवटा बाँकी छन्। व्हाइट कोट वारियर्स फिल्डिङ सेट गर्नु होला कृपया। यतिखेर अब म्याच 2 मिनेटको अन्तरालमा स्टार्ट हुन गइरहेको छ। एकदम चाँडो म्याच स्टार्ट गर्नको लागि दुईटै टिम अग्रसर देखिन्छन्। छिटोभन्दा छिटो म्याच स्टार्ट गरेर म्याचको आनन्द उठाउनको लागि सबैजनालाई अनुरोध गर्दछु। आकाश कालो हुँदै गइरहेको छ, पानी नजिक नजिक आइरहेछ। हामी कसैको मोबाइलमा हेडफोन ज्याकेर हिँड्छ शान्ति उहिले बजाउँछु। उसको मोबाइलमा गानै त्यस्तो मात्र छ ल्याउन जुन बजाएको यहीबाट बजाउने होइन। यसमा जान्छ प्र्याक्टिस भन्दा गफ धेरै भयो जस्तो म देखिरहेछु।
हेलो हेलो अम्पायरलाई एकचोटि बाउन्ड्री चेक गर्नको लागि आग्रह गर्दछु। हेलो फेभरेट यसको साथ माँ दुर्गा वारियर्सका ब्याट्सम्यानहरूलाई रेडी हुनको लागि म आग्रह गर्दछु। अब हामी म्याच कुनै ढिलो नगरी छिटोभन्दा छिटो चालु गरिदियो। वाइकोट वारियर्सका सलामी बल्लेबाज विवेक मेहता र लेभल एनपीएल सिजन 4 का मोस्ट एक्सपेन्सिभ खेलाडी प्रिन्स। राम सुन्दर भाइ पुरै लाल परी भएर आएका छन् यतिखेर। भन्न मैले के खोजेको थिएँ बुझ्नेले बुझिहाले। पहिलो ओभर लिएर आउनु भएको छ हाम्रा 17 ब्याचका रक स्टार सुपरस्टार खेलाडी जुनियर शाहरुख खान राम सुन्दर। जूनियर थाला पहिलो बल एकदम लाइन टू लाइन बल यसको साथ डट बल भएको छ। पहिलो बल स्कोर कार्डमा रहेका मित्रहरूलाई एकदम म एटेन्टिभ भएर बस्न आग्रह गर्छु। दोस्रो बल अपील और यो विकेट दोस्रो बलमा विकेट लिन सफल हुनुभएको छ राम सुन्दर भाइ। यसको साथ डिस्ट्रक्टिभ ब्याट्सम्यान प्रिन्स डगआउटतिर फिर्ता जाँदै किपर राहुल जीबाट एकदम उत्कृष्ट क्याच। इसके साथ 19 बैच का पावर हिटर आशीष भाई डाउन को बीच में मैं सेक्सी लेग्स देखाउनको लागि आज हाफ पेन लगाएर क्रिकेट खेल्नु हुँदैछ। क्रिकेटको इतिहासमा आज पहिलो व्यक्ति देख्दैछु म हाफ पेन लगाएर क्रिकेट खेल्ने।
अर्को म्याचदेखि कृपया यस्तो नगरिदिनु होला। अर्को म्याचदेखि अम्पायरलाई पनि म आग्रह गर्छु, कृपया आफ्नो मर्यादा पुरा गर्नु होला। चप्पल र हाफ प्यान्टमा अम्पायर पनि बस्न मिल्दैन भन्ने म जानकारी गराउँदैछु यहीँबाट। दारीमा हाफ प्यान्ट ग्याङ। मै अम्पायर बस भनेर पठाएको अनि मै भन्दैछु हाफ प्यान्ट लगाएर। एकदम राम्रो शट पहिलो बलमा भाइले लेफ्ट साइडको बललाई चौकाको लागि प्रहार गरिदिएका छन्। बलर आफ्नो दिशाबाट थोरै भड्किँदै अनि ब्याट्सम्यानले त्यति नै राम्रो शट हान्नुभएको छ। भाइले फेस्टा खेलेनन् भनेर नरेश दुःख व्यक्त गर्दैछ। बल हावामा, यसैको साथ दुईटा फिल्डर बलको तल आउँदै एकदम राम्रो फिल्डिङको नजारा दिँदै मात्र 1 रनमा रोक्न सफल भएका छन्। युवराज भाइ उडेर आउनु भएको थियो बलतिर। फिल्डरहरूमा आपसी कम्युनिकेसन राम्रो हुनुपर्छ, माई बल भनेर दौडिनुपर्छ। अम्पायरलाई एटेन्टिभ रहन खेलाडीहरूको आग्रह। 4 बल भएको छ। एकदम नाजुकताको साथ राम्रो चान्स बन्न सक्थ्यो। उत्कृष्ट फिल्डिङ, राम्रो प्रयास थियो। त्यति नै राम्रो रनिङ बिट्विन द विकेट्स, आपसी कोअर्डिनेसन उत्कृष्ट दुईटा ब्याट्सम्यान बीचमा। इन्टेन्स म्याच चलिरहेको छ यतिखेर। बल हावामा फिल्डरतिर जाँदै क्याच पक्रिन भने असमर्थ रहेका छन् खेलाडी। उता फर्केर घुम्दियो त्यो भाइ त। टाउकोमा बलले लागेको छ, एकचोटि हेर्नको लागि आग्रह। आफ्नो ज्यानको पर्वाह नगरी क्रिकेट ग्राउन्डमा पूर्ण समर्थन। उहाँ स्टुडेन्ट काउन्सिलका एकदम अग्रज मेम्बर, हाम्रो आदरणीय नेता 16 ब्याच। ओभर भएर एक ओभर हैन, एक ओभरको समाप्तिमा स्कोर रहेको छ 7 रन विथ द लस अफ 1 विकेट। ओभर हो एक ओभरको समाप्ति। दोस्रो ओभर लिएर आउनु भएको छ युवराज भाइ, 18 गजका 14 नम्बरका खेलाडी, उत्कृष्ट क्रिकेटर हुनुहुन्छ उहाँ। त्यसको साथ मोबाइल झर्न सफल भएको छ। एकदम लो बसेर अम्पायरको वाइड बलको इशारा, वाइड र नो बल दुईटैको इशारा गर्नुभएको छ अम्पायरले। यसको साथ अर्को बल रहेको छ फ्री हिट। नो बलको 1 रन, वाइड बलको 1 रन। 1 रन मात्र दुईटै मिलाएर 1 रन हुन्छ। वाइड हुँदैन नि त, अनि नो बल पो भन्नु छ। त्यही त भन्दैछु त, नो सुरुमा वाइड भन्यो अनि पछि नो बल भन्यो। ब्याट्सम्यान अगाडि बढेर एकदम राम्रो ठिकानामा बल गरेका छन् बलरले। फ्री
हिट त थियो तर फ्री हिटको फाइदा उठाउन भने असमर्थ रहेका छन् ब्याट्सम्यान। राम्रो कमब्याक युवराज भाइद्वारा। राम्रो बल लाइन र लेन समातेर ब्याट्सम्यानहरू बिचमा आपसी समझदारीको साथ सुझबुझ देखाएर ब्याटिङ गरिँदै यतिखेर सेट हुनुपर्छ सुरुमा सर्ट त लागिहाल्छ भन्ने विवेक मेहताको भनाइरहेको छ। रामसुन्दर भाइलाई किपर राख्दै उत्कृष्ट बल जड में गेन्द भन्छ हिन्दीमा चाहिँ यसलाई यर्कर बल भन्न चाहन्छु म चाहिँ। बॉलिंग एकदम उत्कृष्ट लाइन र लेन समातेर भाइले कुनै पनि रन दिने मौका दिएका छैनन् यतिखेर मादुर्गा वारियर्सका ब्याट्सम्यानहरूलाई। एकदम कट टु कट बलिङ गरेर रन रोक्न सफल भएका छन् युवराज भाइ। बल हावामा यसैको साथ उत्कृष्ट शट भाइको छक्काको लागि 19 ब्याचको पावर हिटर रहनु भएको छ आशिष भाइ। नरेश उहाँको तारिफ गरेर थाक्नु भएको छैन, एकदम उत्कृष्ट खेल्नुहुन्छ। उसको मर्जी हो, छोड्दैन। खेल्न मन छैन भने तैँले भनेर हुन्छ। अनि त्यो सुनाउने मान्छेहरू त्यस्ता त धेरै छन्, फुटबल म खेल्छु यार भन्ने। एकदम राम्रो शट अगाडि बढिसकेर पनि राम्रो कन्ट्रोल गर्नुभएको छ बललाई। यसको साथ 2 ओभरको समाप्तिमा स्कोर रहेको छ 15 रन। तेस्रो ओभर लिएर आउनु भएको छ पुनः 17 ब्याचका शाहरुख खान राम सुन्दर, जिसको नाममै सुन्दर छ उसको काम पनि सुन्दर रहेछ। सुन्दरी भन्न चाहनुहुन्छ विघ्नेश उहाँलाई। उहाँका भेरियस नाम रहेका छन्। बाबुदाईहरूको नाम रहेको छ मेहता बसिरहेको छ, त्यसलाई थाला भन्छु म मुला। कहिलेदेखि एमएसडी लेखेर घुम्दैछ बिचरा। एउटा पो हुन्छ त्यो एउटा ग्राउन्डमा एकचोटिमा। त्यो त शाहरुख खान हो, यस्तो पोज हान्दैन त्यसको साथ अल्ट्रा एज से खुदै सुशान्त भाइले आउटको इशारा गरेका छन्। मादुर्गा वारियर्सको दोस्रो विकेट पुनः राहुलले क्याच पक्रेका छन्, पुनः रामसुन्दरले नि बलिङ गरेका छन्। 2 विकेट रामसुन्दरको नाममा। यसको साथ ग्राउन्डमा ब्याटिङ गर्ने यतिखेर आउनु हुँदैछ 16 ब्याचका महाबली उर्फ तेली भाइ रोशन। आपसी कोअर्डिनेसन एकदम उत्कृष्ट रहेको छ मेहता र रोशनको। 3 वर्ष भयो उहाँहरूले ग्राउन्डमा बिताउनु भएको छ। हरेक दिन आज पनि आशा छ राम्रो क्रिकेटको प्रदर्शन हुनेछ यहाँनिरबाट। प्रज्वल गुरुङ एकदम साइन्स लगाउँदै क्रिकेटमा जड में गेंद डालो, जड में गेंद। अब दुई टिमबाट रोशनलाई सपोर्ट आउँदै यतिखेर स्लेजिङको पनि एकदम व्यवस्था गर्नको लागि आग्रह गर्दछु म दुईटै टिमलाई। आपसमा जे बोल्दा पनि फरक पर्दैन। मलाई कुट्न केटीलाई के भन्नु छोड्दैन त्यो। पवित्र दाई स्पिडमा बाहिर निस्किनु दिनु हुँदैछ।
कसरी चिन्छ दोस्रो ओभरको सुरुवात सुन्दरीद्वारा। तेस्रो पहिलो बल जडमा बल थियो, ब्याट लगाउन भने सफल हुनुभएको छ, रन बटुल्न भने असफल रहनुभएको छ हाम्रो तेलु भाइ। दोस्रो बल फेरि उत्कृष्ट लाइन रनिङ पक्रेर बलिङ गर्दैछन् आज व्हाइट कोट वारियर्सका खेलाडीहरूले। महादुर्गा वारियर्सका खेलाडीहरूले भने प्यासेन्सको नजारा देखाइरहेछन् यतिखेर। बल हावामा, यसको साथ चौका भन्ने हामीलाई लागेको छ। अम्पायरको डिसिजन आउन बाँकी छ। यसको साथ दुईटा बत्तल बोकेर थोत्रो फलामको काम पनि गर्नुहुँदैछ। साथै साथ इन्भाइरोमेन्टलाई सफा राख्नुपर्छ भन्ने अमन भाइको। उछल्ता हुआ स्कोर 19 रन। प्रज्वल ठाकुर भन्दा प्रज्वल गुरुङ भन्दा एक्टिभ खेलाडी मैले देखेको छैन नोबलमा। राम्रो बललाई सम्मान दिँदै रोशन रामसुन्दरको उत्कृष्ट बलिङ पर्फर्मेन्स देखिँदैछ आज यहाँनिर। उहाँले आफ्नो रनअप भने छोटो बनाउनु भएको छ, किन भन्ने मलाई जानकारी पाएको छैन। यसको साथ अर्को विकेट आशिष उल्टी हान्न चाहनुहुन्थ्यो तर हान्न असफल रहनुभयो। तेस्रो विकेट पतन हुँदै यतिखेर महादुर्गा वारियर्सको तीनै विकेट लिन सफल राम सुन्दर। अब ब्याटिङ गर्नको लागि आउनु हुँदैछ महादुर्गा वारियर्सका सबसे भेटरन, सबसे भरोसेमंद खिलाडी आदरणीय पवित्र दाई उर्फ बेंगल टाइगर। पछिल्लो म्याचमा पनि उहाँले आफ्नो एक्लै स्कोर रहेको छ 19 रन। तेस्रो ओभर 2 विकेटको बाद 3 ओभरको बाद रामसुन्दरको ओभर छ क्या लास्ट बल भन्दाखेरि लास्ट बल हुँदा भन्छ 1-2 ओभर रामसुन्दर 1 ओभर उसको 5 बलमा मलाई भन होइन स्कोर चाहिँ 5 बलमै गनेर राख्छ अनि म अन्तिमको थपेँ ओभर भएपछि भन्नु है केटाहरु गीत नै तान्नु पर्यो नि। 3 ओभरको समाप्तिमा स्कोर रहेको छ 19 रन विथ द लस अफ 2 विकेट्स। आनन्द आएछ है आनन्द। 3 विकेट तीनटै सुन्दरीका विकेट। लालपरी सुन्दरी मेहताले आफ्नो मेहताले कुन दोस्रो बल कि तेस्रो बल फेस गर्नेछ? मेहता विवेक मेहता आफ्नो दोस्रो बल फेस गर्न जाँदै चौथो ओभरको पहिलो बल विवेक मेहताको दोस्रो बल। विवेक मेहता आज नन स्ट्राइकर एन्डमै बस्न रमाउनु भएको छ। उहाँले म्याचलाई डिप लिएर 10 ओभरसम्म ब्याटिङ गर्ने जमर्को कसिसक्नु भएको छ यतिखेर। अब बोलिङको लागि आउनु भएको छ व्हाइट कोट वारियर्सका कप्तान आनन्द यादव। उहाँको बोलिङ एकदम उत्कृष्ट भएको थियो पछिल्लो म्याचमा पनि। ओभर द विकेट बलिङ गर्दै ल अब ब्याट्सम्यान माथि प्रेसर डाल्न खोज्दै फिल्डिङ टिम क्याचिङ प्र्याक्टिस पनि यसो बाउन्ड्रीका प्लेयरहरूलाई क्याच आउँछ अरे एकदम राम्रो बल नाइस बाउन्सको साथ विवेक मेहताको निधारमा बसेको टिका थियो तर मेहताले राम्रो डिफेन्स गर्नुभएको छ। उत्कृष्ट खेलाडी रहनु भएको छ उहाँ। नोबेलका क्रिकेट भनेपछि ज्यान छोडिदिनुहुन्छ, सास छोडिदिनुहुन्छ। अम्पायरले भनेको सुन्नुहोस् सबैजना।
एकदम राम्रो लाइन र लेन्थ पक्रेर बलिङ गर्दै बलर आफै रन आउट गर्नको लागि दौडेर पुगिसक्नु भएको थियो। यस्तो एक्टिभनेस चाहिन्छ फिल्डमा। खेलाडी भइसकेपछि खेलाडी जस्तो देखिनु पनि पर्यो। बल ग्राउन्ड शट मारेका छन् विवेक मेटाले 1 रनको लागि। स्ट्राइकमा अब आउनु भएको छ द बंगाल टाइगर, द मोस्ट डिस्ट्रक्टिभ ब्याट्सम्यान अफ मा दुर्गा वारियर्स, द लेजेन्ड पवित्र दास। राम्रो बललाई सम्मान दिँदै पवित्र दाई उत्कृष्ट बलिङ आनन्द यादवद्वारा एकदम लाइन र लेन्थ पक्रेर स्टम्प टु स्टम्प बलिङ गरिराख्नु भएको छ। यतिखेर राम्रो म्याच घटिरहेछ। यतिखेर पुरै प्रयासको साथ बल स्टम्पमा थियो भने रनआउटको चान्स बन्न सक्थ्यो। अलमोस्ट एकदम क्विक रनिङ इन बिट्विन द विकेट्स को नजारा देखिँदैछ। यतिखेर सिंगल डबलमा फोकस गर्नुपर्ने गेम रहेको छ। चौका छक्का राख्ने बलमा लागिहाल्छ। लास्ट बल यसैको साथ 4 ओभरको समाप्तिमा स्कोर रहेको छ 22 रन विथ द लस अफ 3 विकेट्स। अनि 3टा विकेट सुन्दरीको। ग्राउन्डको बिचमा एउटा नजानिएको व्यक्ति दौड्दै गरेको देखेको छु। पेट हल्लाउँदै पेट ढल्काउँदै हाम्रो लाल परी प्रकाशजी म्याच हेर्न आइसक्नु भएको छ। यतिखेर 5 ओभर लिएर 18 ब्याचका स्टार क्रिकेटर युवराज भाइ यतिखेर बलिङको लागि रेडी भइसक्नु भएको छ। एकदम राम्रो बल अनि त्यति नै राम्रो डक थियो। मेहताको हेडिङ हान्न नजानु होला बललाई। 16 ब्याचको बसको पनि आगमन भइसकेको छ ग्राउन्डमा यतिखेर। एन्ड इट्स अ विकेट। यसैको साथ चौथो विकेट मा दुर्गा वारियर्सको विकेट लिएका छन् युवराज भाइले। यही हो राजा। बैट्समैन को नाम उता फर्किनु नि रन 22 रन। बैट्समैन आफ्नो ढाड देखाउनु होला एकचोटि। रोहित पण्डित जी आउनु भएको छ ब्याटिङको लागि यतिखेर। हैन हैन होला नि हो। राम सुन्दरको भाइ पनि त यिनीहरु पढ्छ भन्ने त सुन्थे। श्याम सुन्दर हो त त्यो त कहाँ बिर्सेको। श्याम सुन्दरको भाइ
रामको भाइ श्याम बलिङको लागि रेडी हुँदै बलर यसको साथ अनि भाइ तिम्रो कसको 5 ओभर हैन बल हावामा क्या थियो स्टम्प और रनआउटको चान्स हुन सक्थ्यो अलि बेटर थ्रो हुन सक्थ्यो हामीलाई फेरि अब यसमा हाम्रा अपरेटर मित्रलाई म हार्दिक धन्यवाद दिन चाहन्छु हाम्रो अपरेटर मित्र रहनु भएको छ आजका योगेशजी आउँछ है माल्दै अहिले बेलुका कमेन्टेटर चाहिँ मै होइन ब्याटमा बलको त्यति भने राम्रो सम्पर्क हुन सकेको छैन स्लाइस भएको छ र राहुलले आफ्नो पोज दिइसकेका छन् यहाँनिर एउटा फोटो खिच्नु पर्ने थियो तब एक्टिभ विकेट किपिङ फिल्डर भन्दा विकेट किपर बलको छेउमा पुगेका छन् फिल्डरलाई लाज लाग्नुपर्छ लास्ट लो सर त्यो भाइले यार अम्पायर बल सुगा भागे किसको करूं मैं चीज यहाँ सदी है हंसी ओभर सक्यो होइन कति भयो ओभर ओइ कति ओभर भयो त गाना नगानु 5 बल ए केटा नजुक्यो न अरे एक बलमा ल्यान्ड एकदम पेस बल थियो तर वाइडको इसारा अम्पायरद्वारा दुईटा टिमलाई भन्न चाहन्छु म कम अन कसको हो फेरि ओमन कम अन ल ठाउँमा बललाई रगडिसकेका छन् भाइले अम्पायरलाई अपिल नोट आउट हो इशारा सुशान्त भाइद्वारा राइट साइडको पेक्टोरालिस मेजरमा छुएर गएको इशारा गर्दैछन् भाइले मलाई पेक्टोरालिस मेजर सो फिल दिउन भने गरी बॉलिंग बॉल हावामा प्रज्वल गुरुङको उत्कृष्ट सेभ यहाँनिर नोबेलका उत्कृष्ट फुटबलर प्रज्वल गुरुङ क्रिकेटमा पनि आफ्नो जलवा देखाउन सफल हुनुभएको छ लास्ट बल 25 रन 5 ओभरको लास्ट बल अम्पायरले ओभरको इशारा गर्नुहुँदैछ 25 रन एउटा वाइड पनि थियो नि त वाइड जुए से पैसा कमाने दे 25 म्यूजिक बनाने दे आगे लगाने दे जिंदगी गाड़ी को धक्का हेलो लगाने दे टुक खेलूंगा सीधा छक्का 5 ओभरको समाप्तिमा स्कोर रहेको छ 25 रन कति विकेट 4 विकेटको लसमा माधुर्गा वारियर्सको 6 ओभर लिएर आउनुभएको छ टिमका कप्तान आनन्द यादव एकदम उत्कृष्ट बलिङ गर्नुहुन्छ उहाँ बल पुनः प्रज्वल गुरुङको हातमा गएको छ पर्खिएर प्यासेन्सको साथ एकदम नहडबडाइकन हाम्रा प्रज्वल गुरुङ उत्कृष्ट स्पोर्ट्सम्यान रहेका छन् कुल काम कम्पोज्ड यसको साथ अम्पायरलाई अपिल ब्याटमा लागेर गएको इशारा गर्नुभएको छ अम्पायरले क्याच ड्रप भएको छ अम्पायर डिसिजन इज द फाइनल डिसिजन अलि उत्तेजित नभइकन डिसाइड गर्नु होला
हामीसँग भिडियोको पनि व्यवस्था रहेको छ कुनै खण्डमा भेट्दैन नि त